नमस्कार। कार्यक्रम सीधा कुरामा यहाँलाई हार्दिक स्वागत छ। म विमल थापा। कार्यक्रम सीधा कुरा तपाईँले काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज मोरङ, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज पोखरा सहित देशका विभिन्न रेडियो स्टेशनबाट एकैपटक सुनिराख्नु भएको छ। सँगै तपाईँले यो कार्यक्रम cfmania.com र रेडियो सारङ्गी.com बाट पनि सुन्न सक्नुहुनेछ भने हाम्रा सामाजिक सञ्जालबाट पनि एकैपटक तपाईँले यो कार्यक्रम सुन्न सक्नुहुनेछ। कार्यक्रम सीधा कुरामा समसामयिक विषयवस्तुमा केन्द्रित रहेर हामी संवादमा जोडिँदै आएका छौँ र खास गरी अहिले सीधा कुराका पछिल्ला श्रृङ्खलाहरूमा भने जेन्जी पुस्ताले जुन विद्रोह गर्यो, जुन आन्दोलन गर्यो, त्यो आन्दोलनको परिदृश्यसँग जोडिएर हामीले विशेष संवाद गरिरहेका छौँ। खास गरी जेन्जी पुस्ताले सरकारको विरुद्धमा, सरकारले जुन व्यथिति, भ्रष्टाचार, अनियमितताको त्यसको जगमा अडिएको सरकारको विरुद्धमा चाहिँ जेन्जी पुस्ता जसरी आन्दोलित भयो, यसले नेपालको इतिहासमा एउटा नयाँ कोर्स पनि अगाडि बढाएको देखिन्छ। खास गरी राजनीतिक तहमा भने यसले एक खालको नयाँ कोर्सलाई यसले निर्देशित गर्न खोजेको जस्तो देखिन्छ। यद्यपि त्यो आन्दोलनकै क्रममा फेरि मुलुकले अत्यन्तै पीडादायक अवस्थालाई पनि भोग्न बाध्य भयो। खास गरी यही आन्दोलनकै क्रममा झन्डै 74 जनाले चाहिँ शहादत प्राप्त गरेको अवस्था पनि छ भने अरबौंको भौतिक क्षतिहरू पनि भएको छ। अबको यो बीचमा चाहिँ मुलुक कसरी अगाडि बढ्न सक्दछ, हाम्रा बीचमा रहेका चुनौतीहरू के कस्ता रहेका छन्, कि यस्ता घटनाले हामीलाई फेरि अवसर पो सिर्जना गरेको छ कि, यिनै विषयवस्तुमा अलि बढी केन्द्रित रहनेछौँ आजको श्रृङ्खलामा। हामीसँग हुनुहुन्छ एकजना प्रभावशाली व्यक्तित्व जो खास राजनीतिक मुद्दामा पनि उहाँ केन्द्रित रहनुभएको र राजनीतिक पार्टीसँग पनि जोडिनु भएको राष्ट्रिय मुक्ति पार्टी नेपालका चाहिँ उपाध्यक्ष कौशल कुमार सिंह अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उहाँसँग संवादमा जोडिँदैछु। सिंहजी, उहाँलाई स्वागत छ कार्यक्रम सीधा कुरामा। धन्यवाद। अब यो परिदृश्यको बारेमा मैले संक्षिप्तमा पृष्ठभूमिमा केही जोड्ने कोसिस गरेँ। खास गरी भाद्र 23 र 24 गते मुलुकले एउटा अकल्पनीय स्थितिको जुन परिदृश्य हामीले अहिले भोगिरहेका छौँ र त्यसको अहिले परिवेशमै तपाईँसँग संवादमा जोडिरहेका छौँ। यसको अलिकति पृष्ठभूमिको सन्दर्भ अलिकति जोडौँ। तपाईँले चाहिँ यो परिस्थितिलाई चाहिँ कसरी हेर्नुभयो? 23 र 24 को घटनालाई हेरिराख्नु भएको छ र अहिले अब हामी कतातिर जाँदैछौँ? अब यो के छ भने जुन 23-24 को जुन घटना भयो देशमा, त्यो चाहिँ एउटा यो देशको विकृति भनौँ न, भ्रष्टाचार, व्यथितिको विरुद्धमा भएको थियो। त्यो यति विकृति र व्यथिति यति बढिसकेको थियो कि सत्तामा रहेका नेता, शासकहरू, चाहे त्यो पोलिटिसियन होस् या ब्युरोक्रेट्स हुन् या तपाईँको जुडिसियरीका हुन् या तपाईँको सेक्युरिटी सेक्टरका हुन्, उनीहरू चाहिँ तपाईँको अरूलाई, आफूभन्दा तल्लोलाई, आम पिपुललाई गन्दै नगन्ने अहङ्कार थियो। त्यो अहङ्कारलाई त्यो 23-24 को आन्दोलनले चाहिँ समाप्त पारिदिएको अवस्था। तर यो आन्दोलन विकृति र व्यथिति विरुद्धमा थियो, तर यसले विचारको विकल्प दिन सकेन क्या यो आन्दोलनले। त्यो आन्दोलन पश्चातको अहिलेको अवस्था चाहिँ त्यस्तो देखियो। फेरि हो के भयो भने यिनीहरूले त्यो लाइनमा गयो, तर यो देशमा मात्रै होइन विश्वमै त तपाईँको वैचारिक आन्दोलन चल्दैछ। वैचारिक रूपमा राजनीतिक पार्टीहरू र राजनीति सञ्चालन भइरहेको अवस्था छ। यो जुन कम्युनिजम र क्यापिटलिजमको जुन वैचारिक अवस्था छ त्यो हाम्रो पूर्वीय सभ्यता दर्शनको विरुद्धमा छ। तिनीहरूले हाम्रो जस्तो देश नेपाल भयो, भारत लगायतका यो थाइल्यान्ड, चाइनाहरू जो देश जुन छन् यो पूर्वीय क्षेत्रका, एसियाका, ती देशहरूमा यो विचार त सफलै हुन सकिरहेको छैन। किनभने हाम्रो सोच एउटा छ, काम अर्को गर्नु परिरहेछ। हामी एउटा पद्धतिमा आफ्नो जीवन बाँचेछौँ, तर उनीहरूले यो विचारले चाहिँ अर्को पद्धतिमा लगिरहेछ। त्यसै कारणले यस्ता यस्ता विकृति र भ्रष्टाचारहरूको जन्म भयो। तर जे भयो एउटा चाहिँ भयो। अब अगाडि कसरी बढ्ने, यसलाई चाहिँ सकारात्मक रूपबाट लिन सकेला कि बढी, कि अथवा यसले चाहिँ हामीलाई चुनौती बढी खडा गरिदियो? सकारात्मकै हो। यसलाई कुनै पनि बुदामा नकारात्मक भन्नै सकिन्न। तर मैले थप मात्रै भनेको, थप के गर्न सकिन्छ भनेर। किनभने यो जुन विगतमा भ्रष्टाचारीहरूलाई अन्त गर्ने कुरा त गर्यो, तर जसले जसले भ्रष्टाचार गरेछ त्यसलाई अब कसरी लाइनमा ल्याउने, तिनीहरूले अवैध रूपमा कमाएको सम्पत्ति कसरी ल्याउने। अहिले रिपोर्टमा
त आइसकेको छ। स्विस ब्याङ्कमा सबै नेताहरूको पैसा जम्मा भएको छ। अरू अरू देशमा पनि पैसा जम्मा छ। त्यो पैसा कसरी नेपालमा ल्याउने? त्यो नेपालमा ल्याउन सक्यो भने 1 वर्षको बजेट त त्यतिकैमा आउँछ हामीलाई। जस्तो हो एउटा घटना तपाईँले भनिदिन्छु। केही समय पहिला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखले नेताहरूको धेरै पैसा विदेशमा रहेको छ भन्ने सूचना ल्याएको थियो र त्यसमा अगाडि बढाउने भनेर भन्दा सरकारले अनुमति दिएन उसलाई। त्यो उसँग रेकर्डै थियो, तथ्य थियो त्यो। त्यसैले चाहिँ यस्ता यिनीहरूलाई, यो भ्रष्टाचारीहरूलाई कसरी अब तपाईँको लाइनमा ल्याउने र अहिले जुन आन्दोलनमा क्षति भयो, भौतिक पूर्वाधारको, जनधनको क्षति भयो, त्यसको लागि यिनीहरूले सरकारले के गर्दैछ, अब स्टेप कसरी चाल्दैछ, त्यो कुरा केही बाहिर आएको छैन अहिलेसम्म। त्यो सरकारले यथाशीघ्र गर्नुपर्ने हो। किनभने यो सरकारको जुन अवस्थामा गठन भयो त्यो अवस्था आफ्नै खालको रहेको छ। एउटा विशिष्ट अवस्थामा चाहिँ यो गठन भएको छ नि त। यो सरकारले यो सबै यो म्यान्डेट, खास गरी जेनजी पुस्ताले अगाडि सारेको जुन आन्दोलनको म्यान्डेटलाई लिएर यसले अगाडि जान सक्ने त्यस्तो कति सम्भावना देखिन्छ? होइन, यो म्यान्डेटलाई त जानै पर्छ नि। अब यो आन्दोलन सफल भएन भने र अहिलेको परिवर्तनलाई स्वीकार गरेर हामी अगाडि बढेनौँ भने भोलि त यो देशै बर्बाद हुने अवस्था छ नि। किनभने एउटा अहिले विगतमा जसले जसले गरेको छ त्यो काम गलत भएको भनेर हामी सबै भन्दैछौँ। आम पिपुल पनि भन्दैछन् यी नेताहरूले देश चलाउन सकेन, देश बिगारियो। त्यसैले अबको यो परिवर्तनलाई हामी व्यवस्थित रूपमा अगाडि बढाउन सकेनौँ भने हामी देश कसरी बचाउने? अब कसले देश चलाइदिने? फेरि अर्को आन्दोलन गर्नुपर्ने देश बचाउन? फेरि मर्नुपर्ने 100 जनालाई? यो त भएन नि। अब त यही परिवर्तनलाई स्वीकार गरेर यसलाई व्यवस्थित गरेर अगाडि बढाउनु पर्ने अवस्था छ। त्यसको लागि यिनीहरूको अब प्लानिङमा त भिजनरी व्यक्तिहरूको त्यहाँ के भएको हो थाहा भएन। होइन भने अहिले जुन तरिकाले यिनीहरूले सरकार बनायो, जुन एजेन्डा लिएर जेनजी अगाडि बढेको थियो, त्यसको मुख्य एजेन्डाहरू थियो भ्रष्टाचार र व्यतिथिको अन्त गर्ने, सुशासन कायम गर्ने, गभर्मेन्टलाई स्टेबिलिटी दिने र समृद्धि प्राप्त गर्ने। यही मुख्य 4वटा एजेन्डा थियो नि जेनजीको। यो 4वटा एजेन्डालाई पुरा गर्नको लागि कसरी अगाडि बढ्ने भनेर पनि प्लान हुनुपर्छ। त्यो सबै चिज चाहिँ जस्तो अहिले तपाईँले भनिरहेकै यी 4-5वटा विषयवस्तुमा लाई चाहिँ त्यसलाई परिपूर्ति गर्नको लागि यो सरकार चाहिँ कति चाहिँ यो सक्षम सरकार हो भने जस्तो अन्तरिम सरकार भनिरहेछौँ, 6 महिनाको म्यान्डेट दिएको छ, निर्वाचन पनि गर्नु छ, कतै यो हामीले धेरै अपेक्षा पो गरिरहेछौँ कि भने यो सरकारसँग हो। गल्ती नै त्यही गरिएको छ के, यो गल्ती नै त्यही भयो। के भयो भने अहिलेको संविधानले बनाएका सबै अङ्ग, निकाय, कानुन, नियमहरूलाई हामीले मान्नुपर्ने अवस्था यो सरकारले बनाइदिएको छ र एक सूत्री एजेन्डा दिएको छ यसलाई कि तिमी निर्वाचन गरौ। अझै अरू काम गर्न उसलाई दिएकै छैन। तर आन्दोलनको एजेन्डा त हो यो 4वटा। तब यो सरकारले आन्दोलनको एजेन्डा पूरा गर्ने हो कि राष्ट्रपतिले दिएको म्यान्डेटलाई पूरा गर्ने हो भन्ने कुरा पनि छ त्यहाँ। हेलो हजुर, यो बीचमा जस्तो अब एकातिर चाहिँ सरकार अब एउटा विषम परिस्थितिमा गठन भएको छ, यो सरकारको लागि थुप्रै त्यस्ता चुनौतीहरू पनि विद्यमान रहेका छन्। अर्कोतिर फेरि पुराना राजनीतिक दल जसको विरुद्धमा चाहिँ अहिले यो जेनजी पुस्ताले आन्दोलन गरेको थियो, त्यो दलहरूको भूमिका पनि त रहन्छ नि। त्यो भूमिकालाई निषेधै गर्ने गरी त यो सरकार गठन भएको त होइन। फेरि पनि त्यो बीचमा चाहिँ यो अहिलेको पछिल्लो परिस्थिति कसरी सिर्जना होला? होइन, त्यो संसारमा त कहीँ पनि तपाईँको डेमोक्रेसीलाई यदि हामी स्वीकार गर्छौँ भने हामी निषेधको राजनीति गर्न हामीलाई बन्दै छ। हामी डेमोक्रेसीमा, लोकतन्त्रमा निषेधको राजनीति गर्न सक्दैनौँ। त्यसकारण हामीले चाहिँ हामी आफ्नो काम गर्ने हो। कुन राजनीतिक दल के गर्छ त्यो होइन। यो अहिलेको सरकारले र अहिलेको जुन जेनजी आन्दोलनबाट बनिरहेको राजनीतिक शक्ति हो, त्यो शक्तिले आफ्नो काम गर्ने हो। त्यसको आफ्नो एजेन्डा छ। अरू पार्टीको पनि आफ्नो एजेन्डा हुन्छ नि। डेमोक्रेसीमा पार्टी त हुन्छ नि, पार्टीले नै राजनीति गर्छ। व्यक्तिले त सबै 3 करोड जनताले छुट्टा छुट्टै राजनीति गर्ने त होइन। डेमोक्रेसीमा त टिमै वर्क हुन्छ, राजनीतिमा टिम वर्कै गर्नुपर्ने हुन्छ। त्यसकारणले यो सरकारले आफ्नो काम गर्दाखेरि यो एजेन्डालाई कसरी पुरा गर्ने, अहिलेको संविधानलाई कसरी हामी नयाँ रूपमा लाने,
अहिलेको कानुनहरूलाई कसरी परिवर्तनको पक्षमा लाने, किनभने यो देशमा त कानुनै बनाएर भ्रष्टाचार गर्ने चलन थियो नि। कानुनै बनाइएको छ, नियमावली बनाइएको छ भ्रष्टाचार गर्नको लागि। त्यो धेरै यस्ता कानुन र नियमावलीहरू छन् जुन भ्रष्टाचार गर्नको लागि मात्रै बनाइएको छ। त्यस कारणले यी कुराहरूलाई त्यहाँ अनुभवी नेता एउटा तपाईँको त्यो मुद्दालाई स्वीकार गर्ने, यो परिवर्तनलाई व्यवस्थित गरेर लानेहरूको टिम उहाँ त्यहाँ छ कि छैन त्यो मलाई थाहा भएन। उनीहरूले के कस्तो गर्दैछ प्रारम्भिक अहिले टिम चाहिँ तपाईँलाई कस्तो लाग्छ? अहिले प्रारम्भिक हिसाबले जस्तो पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनिरहेको अहिले यो प्रारम्भिक टिम चाहिँ कस्तो छ? मेरो एउटा विश्वास के रहेको छ भने यो सन्दर्भमा ब्युरोक्रेसीबाट आएका व्यक्तिहरू, ब्युरोक्रेट्सहरूले बनाइएका नियम कानुन र उसँग भएका साधन स्रोतलाई प्रयोग गरेर काम गरिन्छ ब्युरोक्रेट्सहरूले। तर राजनीतिमा त्यस्तो हुँदैन। राजनीतिमा देशको र जनताको अनुकूलमा नियम कानुन बनाउनु पर्छ, देशलाई चाहिने साधन स्रोत जुटाउनु पर्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय समन्वय मिलाउनु पर्ने हुन्छ। धेरै त्यहाँ चुनौतीहरू हुन्छन्, किनभने काम गरेर खटिएर त तपाईँ दिनरात पुलिसले हामी ड्युटी लगाइदिन्छौँ गरिरहन्छ नि। तर त्यो कसरी ड्युटी लगाउने, कहाँ लगाउने, के को लागि लगाउने, त्यसपछि के प्राप्त हुने भनेर सोच्ने काम त माथिको हुन्छ नि। त्यस कारणले अहिलेको जुन उहाँहरूले टिम बनाउनु भएको छ, यो देशमा के इमान्दार राजनीतिज्ञ छैन कोही, सबै बेइमानै हो, सबै गनाएकै आलु छन्, यहाँ सरेकै आलु छन्। दलहरूप्रति त एक खालको त वितृष्णा नै रह्यो नि। दलहरूप्रति त अहिलेको पुस्ताहरूको विश्वास नै जगाउन नसकेका त हुन् नि दलहरूले, होइन भने होइन। विगतमा दलहरूले जुन काम गरियो, जुन कालो काम गरेको छ, कालाकृत गरेको छ, उनीहरूले भ्रष्टाचार गरेको छ, व्यतिथि उब्जाएको छ, विभिन्न नराम्रो कामहरू गरेको छ, त्यस कारणले दलप्रति वितृष्णा पैदा भएको हो। तर दलको विकल्प के? फेरि दल नै हो। त्यस कारणले यो चाहिँ अब राजनीति बुझेका जुन राम्रा मान्छेहरू छन् तिनीहरूले निकास दिनको लागि त्यो भिजन दिन सक्छ, लाइन आइडिया दिन सक्छ। अहिले भने यो अहिलेको संविधान बमोजिम तपाईँ के निकास दिन सक्नुहुन्छ, के बनाउन सक्नुहुन्छ? भोलि अहिले संसद पुनर्स्थापनाका माग यो पुराना दलहरूले गर्न थालेका छन्। त्यही त त्यो संसद, यो अहिलेको संसदले के दिन्छ? त्यही पुरानो व्यतिथि र विकृतिहरूलाई जन्माउँछ नि, त्यही भ्रष्टहरूलाई जोगाउँछ नि। त्यसैले यिनीहरूले यो संविधानलाई पहिले पुनरावलोकन गरेर अगाडि नबढ्नु र सरकार गठन गर्नु भनेर त्यहाँ पहिलो चुकेको छ उहाँहरू। पहिले त्यो कुराले त्यही सच्याउनु पर्ने थियो, तर त्यो सच्याउन सकेन, त्यति त्यहाँ त्यो टिममा त्यस्तो थिएन। अर्को कुरा, अब चाहिँ जुन एजेन्डा हो आन्दोलनको, त्यो एजेन्डा पुरा गराउनको लागि त्यो प्रत्यक्ष कार्यकारीको चुनाव कसरी गराउने? अहिले तपाईँको त्यो म्यान्डेट यहाँ अहिले त्यहाँले भन्नुभयो नि, जस्तो ठिक छ, जस्तो जेन्जी पुस्ताको सडकको एउटा माग चाहिँ प्रत्यक्ष कार्यकारीको निर्वाचनको कुरा उहाँले उठाइराख्नु भएको थियो। अहिलेको जुन अहिले इन्टरिम एउटा गभर्मेन्ट बनेको छ, अन्तरिम सरकार, यो सरकारले अब आउने एउटा मानौ यो 6 महिनाको बिचमा उसले चुनाव गर्यो भने त्यो चुनावमै जानको लागि उसले प्रत्यक्ष कार्यकारीको निर्वाचन गर्न उसको लागि त्यो सम्भावना छ र भने अहिले नै तत्कालै छैन। त्यही त मैले भनिरहेको छु। अहिलेको संविधान, अहिलेको सरकारले संविधानलाई टेकेर संविधान बमोजिम अगाडि बढ्यो भने त्यही पुराना विकृति विसङ्गतिलाई फेरि संस्थागत गर्ने काम गर्दो रहेछ। यसलाई बचाउनको लागि त संविधान संशोधनको आवश्यकता अहिले नै छ। त्यो संविधान संशोधन चाहिँ कसले गर्ने त? ल भन्नु, अहिले तपाईँले भनिरहनु संविधान संशोधन नै चाहिँ कसले गर्ने त? कसरी? संविधान संशोधनको लागि त सरकारले आयोग गठन गर्छ नि। सरकारले त्यो हुनलाई त यो अहिलेको संविधान चाहिँ फेरि त्यो चाहिँ तपाईँको एक हिसाबले भन्यो भने त्यो निलम्बित भएर तपाईँले अर्को अन्तरिम संविधान बनाउनु परेन? राइट। संसारमा जहाँ पनि आन्दोलनबाट, क्रान्तिबाट बनेको सरकारले आफू अनुकूलको संविधान, नियम कानुन बनाउँछ कि बनाउँदैन? विगतमा राजाले फालेर हामी अन्तरिम संविधान ल्यायो कि ल्याएन? तर अहिले त फेरि अहिलेको सरकार यही संविधानमै टेकेर राष्ट्रपतिले नियुक्ति गरेर सरकार होइन भने हो। त्यही गल्ती भने नि, पहिलो चुक उनीहरूले गल्ती त्यही गर्यो कि यही संविधानले टेकेर सरकार बनायो। सबैले उहाँहरूले डराइदियो कि देश जान्छ, बिग्रिन्छ, राष्ट्रिय सुरक्षाको कुरा आउँछ। केही आउँदैन। यो संविधान बमोजिम गठन भएपछि पुरानै रोग
जम्मै के व्यतिथिहरूलाई विकृतिहरूलाई स्थापित गर्ने काम गर्छ। यिनीहरूले जुन घर घरमा राजनीति छिराएको छ नि, स्थानीय निकायमा राजनीतिकरण गरेर घर घरमा छिमेकीमा पार्टीको कारणले मेलमिलाप छैन अहिले देशमा, त्यसलाई कसरी अन्त गर्ने, यो समृद्धि कसरी प्राप्त गर्ने, स्टेबल सरकार बनाउनको लागि के गर्ने, त्यसको लागि काम गर्नु पर्दैन यो सरकारले। यो संविधानलाई कसरी तपाईँको संशोधन गरेर हुन्छ, त्यो अरू कुरा धेरै कुरा पछि गरौँला, तर तत्काल यी एजेन्डाहरूलाई पुरा गर्नको लागि त वे आउट निकाल्नु पर्यो नि। अब त्यसको लागि फेरि त्यही काङ्ग्रेस एमाले भन्छन् सोध्नुपर्छ। राष्ट्रपतिले जहिले पनि काङ्ग्रेसका नेतालाई, एमालेका नेतालाई, माओवादीका नेतालाई फोन गरेर सल्लाह लिन्छ। अब त्यो कुराले गर्दा अब यो परिवर्तन कसरी स्थापित हुन्छ? यो परिवर्तन स्थापित भएन भने यो देश कहाँ जान्छ त्यो हामी भन्न सक्ने अवस्थामा छैनौँ। अहिले जस्तो तपाईँ लगायत अब एउटा वर्गले भनिरहेको जस्तो सामान्यतः अहिले यस्तो परिस्थितिमा गठन भएको छ यो सरकार, जसले अहिले करिब अब एक साता पुरा भइसक्दाखेरि पनि यसले सरकार आफै पनि एउटा पूर्णता पाउन नसकिरहेको अवस्था एकातिर छ भने अर्कोतिर दलहरू फेरि रहिरहेका छन्, दलहरूको एक खालको रिजर्भेसन छ, अर्कोतिर संविधान छ। यी 3-4वटा बीचको चेपुवामा अहिले परिरहेको यो सरकार जस्तो यसो सामान्यतया हामीले अहिले प्रारम्भिक एउटा विश्लेषण गर्दाखेरि त्यो देखिन्छ भने यो सरकारले तपाईँले त्यो जेएनजी पुस्ताले सडकमा चाहिँ जुन खालको म्यान्डेट दिएको थियो त्यो म्यान्डेटलाई यसले पुरा गर्छ भनेर अपेक्षा गर्न सकिन्छ? होइन, कुरा त तपाईँको ठिक हो, तर अहिले जुन जेएनजी पुस्ताले जुन परिवर्तनको बिगुल फुकेको छ र जुन नयाँ व्यवस्था लागू गर्नको लागि काम गरिरहेका छन् त्यसका लागि त चुनौती त्यही काङ्ग्रेस एमालेका पुराना नेताहरू छन् नि, उसले बनाएका व्यवस्था र अहिले भएका उसका मान्छेहरू छन् नि, त्यसलाई त्योसँग लड्न, त्योसँग भिड्नको लागि परिवर्तनका पक्षका मान्छेहरूसँग उनीहरूले सहकार गर्नु परेन। जो अहिले परिवर्तनलाई स्वीकार गरेको छ र परिवर्तनको लागि विगतदेखि लडिरहेका छन्, आजदेखि यो परिवर्तनको लागि लडाइँ सुरु भएको होइन नि, हामीहरूले सुरुदेखि नै यो विरुद्ध लडेको, त्यो आवाज बुलन्द हुँदै हुँदै बढ्दै आज यो अवस्था आएको। त्यो अहिलेको परिवर्तनको अवस्था निर्माण गर्नमा त हामीहरूले भूमिका खेलेकै हो नि। पिछडा वर्गको आन्दोलन गरेर देशमा त हामी सबै गरेकै हो, मधेसको आन्दोलन गरेर त गरेकै हो। पछिल्लो समयमा त यहाँ एउटा उदाहरणमा तपाईँहरूको एउटा यो भनाइरह्यो, अर्को चाहिँ एउटा जस्तो पछिल्लो समयमा उदाएको एउटा राजनीतिक शक्ति रासोपाले पनि यस्तै खालको यो आन्दोलनलाई चाहिँ उसले ओन गर्न खोज्दाखेरिको परिदृश्य तपाईँले देख्नु भएको होइन? जेएनजी पुस्ताले त्यसलाई स्वीकार्यो होइन, हामी ओन गर्न खोजेको होइन, हामीले भने यो अवस्था ल्याउनमा हामीले पनि काम गरेका छौँ त्यति मात्रै भनेको हो, हामी ओन गर्न गएको होइन। जस्तो राष्ट्रपालले पनि त एक खालको त नैतिक रूपमा समर्थन गरेको जसरी देखिएको थियो पछिल्लो समयमा जुन परिदृश्य देखियो, जसको कारणले राष्ट्रपा स्वयंकै लागि पनि यो पछिल्लो घटनाक्रम त त्यति सान्दर्भिक त्यति उपयुक्त भइरहेको देखिन्छ। राष्ट्रपाका उदय पनि तपाईँको वैचारिक रूपमा भएको होइन, विकृति विसङ्गतिको कुरा गरियो, तर सबभन्दा पहिला आफै त विकृति विसङ्गतिको शिकार त्यो हतगण्डा बनेर काम गरे नि, उसमाथि आफै आरोप लाग्यो, ऊ आफै त्यसैमा संलग्न भएर काम गर्न थालेपछि त मान्छे त बुझ्छ नि। अहिलेको जनताले तपाईँ के ठानेछ, केही नबुझ्ने हो? अब जनता पढे लेखेका छन्, एजुकेटेड छन्, देश विदेश घुमेका छन्, राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार न्युज घटनाक्रमबारे जानकार छन्, त्यसले तपाईँ हामी डार्कमा राखेर काम गर्न सकिन्छ कसैले? तर यिनीहरूले डार्कमा राखेर अहिले पनि भ्रम फैलाउने काम गरिरहेका छन्। त्यसैले नयाँ पुस्ता जुन एजुकेटेड वर्ग छन्, जुन बुझेका वर्ग छन्, तिनीहरूले त्यस्ता मान्छेहरू जो यो परिवर्तनलाई स्वीकार गरेको छ र यो विकृति र व्यथिति विरुद्ध विगतदेखि लड्दै आएका छन्, तिनीहरूसँग सहकार नगरिकन अगाडि बढ्यो भने भोलि यही काङ्ग्रेस एमाले उसले च्याप दिन्छ। किनभने एउटा शक्तिसँग लड्नको लागि एउटा ठुलै शक्ति निर्माण गर्नुपर्ने हुन्छ, उनीहरूलाई पनि टिम चाहिन्छ, उसले पनि एउटा आफ्नो चाहिन्छ, यो चारैतिर देशभरि एउटा माहौल खडा गर्नुपर्ने हुन्छ, अनि बल्ल तपाईँको यिनीहरूलाई परास्त गर्न सकिन्छ। होइन भने यो 35 वर्षदेखि खाइपाइ आएका लुटिरहेका मान्छे तपाईँले चुप लागेर यतिकै बस्छ, तपाईँले कसरी विश्वास त्यो त देखेकै छैन? अहिले प्रारम्भमै पनि त अब एक खालको प्रतिक्रियाहरू टिप्पणीहरू आउन थालिसकेको छ कि कतिपयले त यो जेएनजी पुस्ताको आन्दोलन भनेकै एउटा आतङ्कलाई प्रश्रय दिने खालको भनेरसम्म नेताहरूले टिप्पणी गर्न थालिरहेको बेलामा अब यो त तपाईँले भनेकै लाइनमा त जाने सम्भावना प्रबल देखियो। यसको लागि अब जेएनजी पुस्ताले खास मूलत जेएनजी पुस्ताले जुन खालको उद्देश्यले यो आन्दोलन गरेको थियो उनीहरूले चाहिँ ध्यान दिनुपर्ने विषय के हो, अथवा उनीहरू अगाडि कसरी बढ्नुपर्ने हो? त्यसको लागि मुख्य कुराहरू के छन् भने अब उसले यो परिवर्तनका पक्षमा रहेका शक्तिहरूसँग
त्यो राजनीतिक शक्ति पनि हुन सक्ने भयो, अरू शक्ति पनि हुन सक्ने भयो हैन? अरू हैन त धेरै जो छन् उनीहरूसँगको सहकारीको वातावरण निर्माण गर्नुपर्ने हुन्छ र अब यो परिवर्तनलाई कसरी व्यवस्थित गर्ने त्यसको लागि काम गर्नुपर्छ। यो संविधानभित्र रहेर अहिलेको परिवर्तनलाई व्यवस्थित गर्न सक्ने अवस्था चाहिँ छैन। त्यसैले यो संविधानलाई अहिले नै संशोधन गरेर अगाडि बढ्नुपर्ने अवस्था छ। त्यसका बाटाहरू छन्। संसारमा जहाँ पनि परिवर्तन भएपछि संविधानलाई पहिले नै संशोधन गरेर अगाडि बढिएको अवस्था धेरै उदाहरण विश्वमा छन्। त्यो कुराहरूलाई टेकेर अब चाहिँ अगाडि बढ्नु होइन भने तपाईँ संविधान संशोधन गर्न सकिएन भने यो अहिलेको एजेन्डा कुनै पनि पुरा हुँदैन। पुरानै अवस्थामा चुनाव गरायो भने त्यही भ्रष्टाचार तन्त्र छ। अहिले पनि गाउँमा जानुस्, आम जनतामा जानुस् भने सबैले भन्छ ए भोलि फेरि यिनीहरू नै आउँछ अनि भोलि हामीलाई यसैले काम दिन्छ भन्छ। त यो तपाईँको एउटा भिडको कुरा छुट्टै हुन्छ, तर प्र्याक्टिकली रूपमा कसरी अगाडि बढ्न सकिन्छ, स्टेप बाई स्टेप कसरी त प्लानिङलाई सफल पार्न सकिन्छ, त्यसको लागि त टिमवर्क गर्नै पर्छ उहाँहरूलाई। त्यो टिमवर्कमा पनि केही न केही अनुभवी मान्छे, इमान्दार मान्छे जो परिवर्तनको लागि लडिरहेका छन्, परिवर्तनको लागि काम गरिरहेका छन्, विभेद विरुद्ध लडेका जुन नेताहरू छन्, जनताहरू छन्, त्यसमा पनि त्यसको आडमा पनि केही मान्छे गलत काम गरेका छन्। तिनीहरू बाहेक जो मान्छे छन् जो छायामा परेको छ अहिलेसम्म बोल्न सकिरहेको अवस्था छैन, त्यो डरले यही भ्रष्टाचारीहरूको डरले बोल्न सक्ने अवस्था छैन, तिनीहरूलाई त प्रमोसन गर्नुपर्ने अहिलेको परिवर्तनकारीहरूको पनि दायित्व बनेर आउँछ अनि पो यसको पक्षमा काम हुन्छ। यसमा चाहिँ यो एउटा गुन्जाइस हुन सक्छ कि सक्दैन? खास गरी अघि तपाईँले पनि संवादकै क्रममा पनि भन्नुभयो दलहरूको विकल्प भनेको दलहरू नै हो हाम्रो लोकतान्त्रिक व्यवस्थामा, तर अहिले यी पुराना भनिएका जो दलहरू छन् त्यो दलहरू पनि सचिएर आयो भने चाहिँ ती दलहरूले नै फेरि यो मुलुकको बागडोर सम्हाल्नु उपयुक्त हो कि होइन? होइन, अहिले तपाईँको विगतमा राजाकालमा शासन गरेका दलहरू पनि लोकतन्त्रमा सचिएर आयो नि त, तर कुरा फेरि राजा ल्याउने नै गर्यो, राजा ल्याउने कुरा नै गरिरहेछन्। त्यो सचिनुको अर्थ के हो? कस्तो सचिनु हो त्यो? तपाईँ डेमोक्रेसीको लाभ उठाएर हिजो पञ्चायतमा शासन गरेका दलहरूले आज नेताहरूले राजा ल्याउने कुरा गर्छन्, त्यो लोकतन्त्रले त्यो सुविधा दियो अनि बोल्न पाइरहेका छन्। त्यस्तै भोलि हामी पनि डेमोक्रेसीमा यही अहिले म सचिएर आउँछु, म यो व्यवस्थामा काम गर्छु, तर त्यही व्यस्थिति विसङ्गतिले हामी फेरि निरन्तरता दिन्छौँ भन्यो भने तपाईँ के गर्ने? लोकतन्त्रमा त्यसलाई हामी बहिष्कार गर्न मिल्दैन, उसले आफ्नो आवाज बोल्न पाउँछ, तर त्यसमाथि विश्वास गर्नु हुँदैन, त्यसलाई भर परेर त्योसँग सहकार गरेर अगाडि बढ्न सक्ने अवस्था छैन। त्यसमा चाहिँ एउटा आम नागरिकको भूमिका चाहिँ के हुन्छ त? उसले चाहिँ के गर्न सक्छ त? अब यो देशको आम नागरिकको अवस्थाको कुरा गर्ने हो भने हाम्रो देश गरिब देश हो। हेर्नुहोस्, गरिबीमा बसेका जनता उसलाई पेटको भोक पहिला शान्त गर्नको लागि उपायहरूको खोजी गर्छन्। ऊ देशमा व्यवस्था के छन्, नेता कस्तो छन्, कसले के गर्छन् उसलाई मतलब पनि छैन। आफ्नो दैनिक गुजारामा यो देशमा बस्ने मान्छे, यो देशका 80% जनता त्यही लेभलमा बसिरहेका छन्, जो कि आफ्नो दैनिक गुजारा कसरी गर्ने भनेर, चाहे त्यो सानो पदमा छन् ठुलो पदमा छन्, उनीहरूलाई योसँग खासै त्यो सुन्ने सोच्ने अवस्थामा उनीहरू हुँदैनन्। त्यसैले आम पिपुल जुन छन् उसले एउटा मात्रै खोज्छन् कि यो देशमा समृद्धि होस्, शासन स्टेबल होस् र सरकारले राम्रोसँग काम गरोस् र जनतालाई सेवा सुविधा दिउन् भनेर सोच्छ, तर ऊ टसलमा जान खोज्दैन। टसलमा जाने केही पढे लेखेका बुझेका राजनीतिमा लागेका मान्छेहरू नै टसल गर्छन्। त्यसैले केही व्यक्तिहरू नै अहिलेको विगतका जुन पुराना व्यवस्थाका व्यक्तिहरू थिए, भ्रष्ट व्यक्तिहरू थिए, तिनी विरुद्ध लड्ने अहिलेका नयाँ पुस्ता नै हो, केही व्यक्तिहरू नै हुन्। तिनीहरूले नै यो सोच्नुपर्छ कि अब यसलाई व्यवस्थापन कसरी गर्ने, यो परिवर्तनलाई कसरी अगाडि बढाउने, यो परिवर्तनको एजेन्डालाई हामी कसरी जनतामा लाने र यसको लागि हामी के गर्ने। त त्यसको लागि त पहिला यसको हातमा त तागत चाहियो नि, अनि पो जनतामा जाने हो। तागतमा जानको लागि सरकार त बनाइयो, त्यो सरकार चाहिँ पुरानै व्यवस्था अनुसार बनाइएको छ, अनि नयाँ परिवर्तनको कुरा गरेर गएपछि त फेरि त्यही भ्रष्टाचारको कुरा हुन्छ जनता भोटमा गएर। त आम जनता जोसँग पहिलादेखि डराएर होस् या लोभाएर होस् भोट दिइरहेको अवस्था थियो, त्यसको विकल्पमा चुन्ने कतिजना हुन्छन्? भोलि त त्यही फेरि तपाईँको त्यही व्यवस्था लागू भएपछि अनि यो अहिलेको परिवर्तन कसरी कायम हुन्छ र कसरी अगाडि बढ्छ? त फेरि तपाईँ सङ्घर्ष गर्दै गर्नुहोस्, फेरि चुनाव लड्दै गर्नुहोस्, आफ्नो कुरा गर्दै लडाइँको कुरा हुन्छ र भोलि गएर यही रासोपा जस्तै तपाईँको समाप्त हुने अवस्था आउँछ। परिस्थिति त्यस्तो हुन्छ भन्ने म भन्छु त्यसको लागि
अहिले नै सचेत हुनुपर्ने छ र संविधान कानुनमा संशोधनको आवश्यकता छ र त्यसको लागि अहिले नै काम गर्नुपर्ने हुन्छ। अनि बल्ल तपाईँको परिवर्तन स्थापित हुन्छ र परिवर्तनको एजेन्डा अनुसार देश अगाडि बढ्छ। हजुर, कौशलजी यहाँलाई धेरै धेरै धन्यवाद छ। यहाँले महत्त्वपूर्ण समय दिनुभयो, महत्त्वपूर्ण विचारको निम्ति म यहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। हस्, थ्याङ्क यू। हजुर, उहाँ हुनुहुन्थ्यो कौशल कुमार सिंह। खास गरी पछिल्लो विकसित राजनीतिक घटनाक्रम जेन्जी पुस्ताले जुन आन्दोलन विद्रोह गर्यो त्यो विद्रोह पश्चात चाहिँ एउटा त्यसले उत्कर्षमा पुगेर एउटा निचोड चाहिँ निकाल्न खोजेको जस्तो देखिन्छ, प्रारम्भिक निचोड, जसको जगमा चाहिँ एक हिसाबले नेपालको राजनीतिक कोर्सलाई उसले परिवर्तन गरिदिएको छ र अहिले अन्तरिम सरकार गठन भएको छ। 6 महिनाको म्यान्डेट लिएर ऊ अगाडि बढिराख्दाखेरि उसले फेरि नयाँ निर्वाचनमा जानुपर्ने पनि एउटा प्रमुख उसको दायित्व रहेको छ। सँगसँगै जेन्जी पुस्ताले आन्दोलन गर्दाखेरि उसले एक खालको म्यान्डेट पनि दिएको थियो कि अब केही त्यस्ता बदलावहरू, केही त्यस्ता परिवर्तनहरू जनताले अनुभूत गर्ने गरी, त्यो परिवर्तनको अनुभूति गर्ने गरी चाहिँ यो सरकारले काम गर्नुपर्छ भनेर एउटा म्यान्डेट दिएको थियो। यद्यपि केही त्यस्ता प्रारम्भिक लक्षणहरू हेर्दाखेरि धेरै त्यस्ता चुनौतीहरू पनि विद्यमान रहेको जस्तो पनि देखिन्छ। यो अवस्थामा जेन्जी पुस्ता, राजनीतिक दल, नागरिक समाजले पनि कस्तो खालको भूमिका खेल्नु पर्दछ भनेर आज हामीले सिधा संवाद गऱ्यौँ। हामीसँग हुनुहुन्थ्यो राष्ट्रिय मुक्ति पार्टी नेपालका उहाँ केन्द्रीय उपाध्यक्ष पनि, खास गरी उहाँ अभियन्ता पनि हुनुहुन्छ, सामाजिक रूपमा पनि, र नागरिकका हक अधिकारका बारेमा चाहिँ उहाँ वकालत पनि गर्दै आउनुभएका एकजना त्यस्तै व्यक्तित्व कौशल कुमार सिंह आज हामीसँग संवादमा जोडिनु भएको थियो। आजको सिधा कुरा यति। सिधा कुराबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।